अहिले यो नेपालबाट जापान स्टुडेन्ट भिजामा आउने स्टुडेन्ट्सहरूले नेपालमा के पनि नसिकेर आएर गर्नु खोजेको के हो, के गर्न आएको जापानमा? अरू त पढाइ छोड्नुहोस्, म्याप हेर्न धरि आउँदैन। ल एपहरू युज गरेर पार्ट टाइम जब पायो रे, तर त्यो पार्ट टाइम जब गर्ने ठाउँ कहाँ छ, कसरी जाने त्यो धरि थाहा छैन। अनि भाषाको त कुरै छोडौँ, जिरो के जिरो, आरिगातो गोजाइमास भन्न पनि आउँदैन, त्यो भन्न पनि अकमकाउने भाषा होला। कन्सल्टेन्सीले तपाईँले रोजेको खोजेको गएकोमा ठाउँमा नहालिदिएको होला होइन, तर तपाईँहरूले यहाँ आइसकेपछि आफूले आफूलाई के गर्ने भन्ने त सोच्नु पर्यो नि। नेपालमा केही गर्न खोज्नु पर्यो नि, केही रिसर्च गर्नु पर्यो नि। विदाउट रिसर्च, विदाउट ल्याङ्ग्वेज, विदाउट हुन्छ नि के पनि नसिकेर आएको छ। अनि पछि यहाँ आएर टेन्सन दिने कुराहरू गरेको छ, फ्यामिलीलाई टेन्सन दिएको छ, आफू डिप्रेसनमा गएको छ, कोहीले सुसाइड गरेको छ। ओ माई गड। योभन्दा पछाडि जापान आउने स्टुडेन्ट्सहरूलाई एउटा हम्बल रिक्वेस्ट के छ भने, यदि नेपालमा तपाईँको काम आमा बुवाले, साथीले अथवा दाइ भाइले यताउताबाट चाहिँ कसैले गरिदिरहेको छ, तपाईँ चाहिँ अरूले गरेको काममा अलिकति धेरै डिपेन्ड भएर काम गरिरहनु भएको छ भने, त्यस्तो मान्छेहरूले सोच्नुपर्ने के हो भने, के म विदेश गएर मेरो एक्लो जिन्दगी जिउन सक्छु त? सबै म मेरो लागि गर्न सक्छु त? देयर इज अ क्वेसन होइन। मेन कुरा चाहिँ कन्सल्टेन्सीको काम भनेको नेपालदेखि जापानको जस्तोसुकै ठाउँमा पनि पुर्याइदिने काम हो होइन। अब त्योभन्दा पछाडिको अरू काम तपाईँहरूले गर्नु पर्यो नि, तपाईँको पर्सनल कुराहरू त तपाईँले गर्नु पर्यो नि। कन्सल्टेन्सीले सिकाइदिनु पर्ने हो अब तपाईँहरूलाई म्याप हेर्न। म यो सब किन भनिरहेको छु भने, एकजना सिस्टरले मेरो इनबक्समा मेसेन्जरमा आएर, प्लिज सिस्टर मेरो नजिकै केही काम छ कि, कोही छ कि चिनेको मान्छे, मलाई एउटा काम चाहियो, आएको 2 महिना भइसक्यो मैले काम पाएको छैन, मलाई धेरै नै टेन्सन भइसक्यो, नेपालबाट ल्याएको पैसा सकिसक्यो भनेर रुवाबासी गरेर मेसेज गर्नुभयो। अनि मैले अब ल है त, मैले एपको थ्रुबाट, मेरो अब सबै चिनेको मान्छे पनि हुँदैन, चिनेको मान्छे भए पनि त्यो काममा हाल्न मिल्दैन कि, त्यो मेरो साथी छ, मेरो यो छ भनेर काममा यत्तिकै हाल्न मिल्दैन। जसले जे भने पनि म काममा हालिदिन्छु भनेर सजिलै जापानमा नेपालको जस्तो त्यो पावर लाएर त्यसरी काममा हाल्ने हुँदैन। यहाँ रुल्स हुन्छ, रेगुलेसन हुन्छ नि, त्यहाँ रिक्वायरमेन्टहरू पनि हुन्छ। अनि मैले चाहिँ एपको थ्रुबाट उहाँलाई काम खोजिदिएको, उहाँको नजिकै लोकेसनमा काम खोजेँ। अनि उहाँलाई यो म्याप हेरेर यो लोकेसनमा चाहिँ जानुहोस् भनेर भन्दाखेरि मलाई त म्याप हेर्न आउँदैन, कसरी म्याप हेर्ने दिदी प्लिज सजेस्ट मी रे। अझ अब के भन्नु, त्यो म्यापहरू हेरेर म यहाँनिर छ यहाँबाट जानुहोस्, म कसरी सजेस्ट गर्नु क्या? त्यो चाहिँ आफूले बुझ्नु परेन। अति यार, न आइसिएचओहरू गर्न आउँछ, न भाषा राम्रो छ, न रिसर्च छ, नथिङ के। अनि टेन्सन दिने फ्यामिलीलाई यहाँ आएर।